हेलो साथीहरु, तपाईलाई फेरि स्वागत छ क्रेजी फिश च्यानलमा। आज हामी कुरा गर्न गइरहेको छु 2 वर्ष अघि किनेको इन्डक्सन कुकरको र चुलोको बारेमा कि हामी त्यो कुकरमा के समस्या आयो, के कुराहरुको हामी ध्यान दिनुपर्छ र के कुरा हुनु पर्यो। तब गएर तपाई इन्डक्सन चुला किन्नु होला, नत्र तपाई नकिन्नु होला। ठीक छ, हामी त्यो अब हेर्न चाहनुहुन्छ भने इन्ट्रोडक्सन कुकर कस्तो छ, कसरी काम गर्छ भने तपाईको आई बटनमा हेर्नु होला। तपाईको एउटा आई बटनमा लिंक छ, त्यहाँबाट गएर क्लिक गर्नु होला। तपाईको त्यो भिडियो ओपन भइन्छ या डिस्क्रिप्सनमा गएर तपाई हेर्न सक्नुहुन्छ। यहाँ तपाईको पछिल्लो भिडियो 2 वर्ष पहिलाको भिडियो त्यो छ। अब यसमा धेरै कमेन्टहरु आएको थियो कि त्यसको प्राइस कति छ, कसरी काम गर्छ, कसरी काम गर्दैन, त्यो बारेमा हामी के गर्छौं, सबै कुरामा छलफल गर्छौं। ठीक छ, त सबैभन्दा पहिला हामी आफ्नो इन्ट्रोडक्सन यहाँ हेर्नुस्, यो हाम्रो छ, यो तपाईको इन्डक्सन चुला जुन कि यो सीजी कम्पनीको थियो। ठीक छ, त हामीले यो कुकर अहिलेसम्म यो हाम्रो 2 वर्षदेखि चलिरहेको छ, यो राम्रो चलिरहेको छ। यसमा हाम्रो कुनै पनि केही समस्या आएको छैन। अहिले टच पनि यसको जुन छ राम्रो काम गरिरहेको छ। यदि केही समस्या लाइन साइन तारमा पनि केही समस्या छैन अहिलेसम्म। अब तपाई हेर्नु होला कि अब आफूले पनि गर्नु होला, तर यो कुकरमा अहिलेसम्म केही इन्डक्सन कुकरमा केही समस्या छैन। ठीक छ, हामीले यसमा खाना बनाउँदा पकाउँदा यो 4 देखि 5 जना सम्मको लागि राम्रो भइरहेको थियो। बढी खाना पकाउँदा हामी यो चुलासँग सक्सेस भएन। ठीक छ, हामी त्यो गर्न सकेन। किनभने त्यो कुकर जुन यसमा आउँछ त्यो कुकर सानो थियो, त्यही भएर हामीले त्यो गर्न सकेन, असमर्थ थियो। ठीक छ, हामी 2 4 5 जनाको 2 जना 3 जनाको लागि मात्र यो राम्रो छ। तपाई 3 जना हुनुहुन्छ भने त्यो 5 जना सम्म, 3 जना 4 जना 5 जना, यो 5 जना धेरै म्याक्सिमम भयो। तर 5 जना भन्दा कम हुनु, घरमा जुन मान्छे छ, परिवारमा छ भने तपाईको लागि त्यो राम्रो हो। अब यसमा हामी यो इन्डक्सन चुलालाई के प्रयोग गर्दा यसमा केही समस्या आइरहेको थियो। अब के समस्या थियो, अब त्यो समस्याको बारेमा हामी विस्तारमा जान्छौं। यसमा के थियो, यो इन्डक्सन चुलामा हामी जब खाना पकाइरहेको थियो कि त्यो बेला के भइरहेको थियो कि हाम्रो जब खाना पकाउँदै जस्तै कि चावल बनाउँदै या भात पकाउँदै के भइरहेको थियो कि लाइन कटिरहेको थियो। त लाइन कट्दाखेरि यो के हुन्छ कि तपाईको यो जुन यसको खाना पकाउने त्यो त बिग्रिन्छ। त्यो बेला तपाईले एउटा के गर्नुपर्छ कि एक्सटर्नलको रूपमा एउटा ग्यास चुलो पनि राख्नुपर्छ। किनभने यसको कुकरले तपाईको ग्यासमा पनि बसेर हामी के गर्छौं, खाना पकाउन सक्छौं। यसको त्यो हाम्रो एउटा विशेषता राम्रो लाग्यो कि यसको कुकरलाई हामी ग्यासमा पनि युज गर्न सक्छौं। ठीक छ, अर्को यसमा के थियो कि यसको कराई पनि, पेन पनि जुन थियो त्यसलाई पनि हामी युज गर्न सक्छौं। तर के गर्नु होला कि तपाई जब यो इन्डक्सन चुला लिनु होला भने अनिवार्य रूपले तपाईको घरमा एउटा ग्यास पनि कनेक्सन हुनु पर्यो। ठीक छ, तब यो गरेर यो इन्डक्सन चुला लिनु होला, नत्र तपाई आफ्नो ग्यासमा नै खाना पकाउनुस्, यो तपाईको लागि राम्रो छैन। ठीक छ, अरु यसको बारेमा हामी के जान्छौं कि यसको धेरै कमेन्ट आइरहेको थियो कि पहिलाको भिडियोमा यसको प्राइस कति पर्छ। अब हेर्नुस्, लोकेसन अनुसार, ठाउँ अनुसार यसको प्राइस तल माथि हुन सक्छ। मैले 2 वर्ष पहिला किनेको थियो भने 7800 मा के गरेको थियो, किनेको थियो। अब खोइ अहिले मैले सोध्न गए भने 8000 जति यसको परिरहेको छ। ठीक छ, भने तपाईको अब कुन ठाउँमा लोकेसन छ, के कस्ता कुराहरु छ, तपाई आफ्नो मिलाउनु होला। लोकल मार्केटबाट नै किन्नु होला। अनलाइनमा के हुन्छ कि तपाईको बढी पैसा पर्छ। के गर्नु होला, तपाई गएर आफ्नो पसलतर्फ लाग्नु होला। अब गर्नु होला। अब यसको चुलालाई म के गर्छु कि तल राख्छु। यसको कन्डिसन पनि हेर्न सक्नुहुन्छ कि कन्डिसन पनि यसको अहिले राम्रो छ। यसको फ्यान पनि राम्रो छ, केही समस्या आएन। मलाई त लागिरहेको थियो कि केही समस्या आउन सक्छ, बट केही समस्या आएन। अहिलेसम्म यो मजाले चलिरहेको छ। अब तपाई हेर्नुस्, यसको यो पछाडीको पनि कन्डिसन राम्रो छ। यसको टच पनि जुन छ यो मजाले काम गरिरहेको छ। तपाई हार्मोनियम पनि बजाउन सक्नुहुन्छ, तर बज्दैन। ल, अब यसलाई हामी तल राख्छौं। अब यसमा हामी के कुराहरु हेर्नको थियो कि अब कमेन्टमा आइरहेको थियो कि धेरै विदेशमा बसेका चुलाहरु के विदेशमा किनेका चुलाहरु नेपालमा चल्छ कि चल्दैन। त यस्तो केही समस्या छैन। तपाईको प्लग जुन छ पावर सकेट त्यो तपाईको मिल्यो भने चलाउन सक्नुहुन्छ, नत्र पावर सकेट चेन्ज गरेर पनि हामी चलाउन सक्छौं। विदेशमा पनि इलेक्ट्रिसिटीबाट नै बन्छ, नेपालमा पनि इलेक्ट्रिसिटीबाट नै बन्छ। किनभने यसमा केही फरक छैन। तपाईको जुन पनि ठाउँबाट होस्, तपाईले केही फरक पर्नेवाला छैन। तपाईको चुला मजाले नेपालमा चल्छ। अर्को यसमा के भनिरहेको थियो कि अब यो इन्डक्सन चुलामा कराई र यो बेलगै मैले त सेट किनेको थिए। अब तपाईको इन्डक्सन चुला लिनु छ भने बेलगैबाट पाउँछ, अनि कुकर लिनु छ भने त्यो पनि बेलगैबाट पाउन सक्नुहुन्छ। तर मैले दुवै सेट किनेर 7800 मा किनेको थियो। अहिले जुन तपाईको पाइरहेको छ 8000 मा। ठीक छ, कुरा बुझ्नुभयो। अब हामी यसको बारेमा अब के गर्छौं,
आजको भिडियोमा यति नै। अब हामी यो चुला चलाउँदा मैले के कुरामा ध्यान दिएको थिएँ, के कुरा हुनु पर्यो, कसरी यसले सुरक्षित बस्ने कि घरमा केही समस्या नहोस्, करेन्ट सिलिन्डरको पनि केही समस्या नहोस्। यो भिडियोमा बढीभन्दा बढी लाइक भ्यू आयो भने तपाईको के समस्या छ तपाई हामीलाई कमेन्ट गर्नु होला। तपाईको हामी कमेन्टमा के गर्छौं, उत्तर दिन्छौं र हामी तपाई भ्यू र लाइक हामीसँग गर्नुभयो भने हामी यो अर्को एउटा नेक्स्ट भिडियोमा काम गर्छौं, जुनमा तपाईको डिटेल्स रूपमा भन्छु कि हाम्रो घरमा कुन कति एम्पियरको एमसीबी छ, के कतिको हामी तार लगाएका छौं, कतिको पावर सकेट छ, यसलाई हामी कसरी युज गर्यो भने 2 वर्षसम्म पनि केही समस्या हेर्न मिलेन, त्यो सबै कुराको बारेमा हामी विस्तारमा फेरि जान्छौं। आजको लागि यति नै। क्रेजी फिट च्यानलमा तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। तपाईले सब्स्क्राइब गर्नमा हामीले केही पैसा लाग्दैन, ठीक छ। तपाई राम्रोसँग गरिदिनु होला, भिडियोलाई लाइक पनि गरिदिनु होला। ल अब हामी गर्छौं एउटा